काकी युटिलिटी यो के हो ज्ञानो घाँस नि यो नेपियर नेपियर हो नेपियर यो अमृसो मोलासिस ज्ञानो घाँस कति वर्षबाट घाँस खेती गरेको भन्नु यो चाहिँ आजले 3 वर्षदेखि लेमन ग्रास पनि त छ तपाईँ हैन लेमन ग्रास सिटोनेला मेन्था सबै कुरो छ यो चाहिँ 2 वर्षदेखि जडीबुटी खेती सुरु गरेको यो चाहिँ 3 वर्षदेखि यो जस्तै तपाईलाई नेपियर घाँस तरारा इटारीदेखि उत्तरपट्टि तराराबाट ल्याइयो सिटोनेला तराराबाट ल्याइयो ज्ञानो घाँस सप्तरीबाट हैन यसै गरी चाहिँ यहाँ किनेर ल्याउनु भयो किनेर ल्याएको के भाउले ल्यायो ज्ञानो घाँस चाहिँ तपाईलाई चाहिँ 1600 रुपैयाँ किलोको यो चाहिँ त्यहाँ पनि नयाँ रहेछ अनि मैले चाहिँ एउटा चाहिँ उसलाई चाहिँ 20 रुपैयाँ दिएर चाहिँ लिएर आएँ यो अब पहिलेदेखि नै यो बच्चैमा हागो हुँदो लाग्थ्यो अनि त्यस्तो रुख किन राख्नु भयो त यो अब चाहिँ अब यो एकदम पातलो बर्रो अब यो हरियो छ हरियो काट्ने योजना हाम्रो छैन रुख तपाईँले यो प्लट विभाजन गर्नुभएको छ कि प्लट विभाजन कति कट्ठाको दरले पौने 4 कट्ठा छ एउटा घर पौने 4 कट्ठाको दरले चाहिँ अनि त्यो छ उनीहरूले चाहिँ यहाँ पाउने भनेको घाँस मात्रै दाउरा पनि उनीहरूले यहाँ हाँगा हुँगी जुन झर्छ कुहिएको परेको छ त्यसको पनि रुपियाँ भारी तिर्नुपर्छ जस्तै यो हाँगाहरू सुकेका छन् त्यो झारेर उनीहरूले लान पाउँछ हरियो काट्न पाउँदैन हरियो चाहिँ हामीले चाहिँ तपाईँलाई वन प्राविधिक राखेर अनि त्यसको कुन सिजनमा हुन्छ उहाँहरूको उसमा मात्रै काट्ने भनेर अब अर्को साल चाहिँ यो सानोतिनो कुन काट्नुपर्ने हो वनको सहयोगमा काट्छ अनि यो प्लट वितरण गर्दाखेरि जस्तै कि 4 कट्ठाको दरले दिनुभयो यस बापत भनौँ उनीहरूले घाँस विभिन्न किसिमको जडीबुटी उत्पादन गरिरहेको छ त्यो बापत समूहमा चाहिँ केही शुल्क बुझाउनु पर्ने हो कि होइन त्यो घाँसको चाहिँ कुनै पनि शुल्क चाहिँदैन अरू जडीबुटीहरूको कति जडीबुटीको 5% दिनुपर्छ समूहमा तिर्नुपर्छ अरू बाँकी चाहिँ उहाँहरू अनि उनीहरू चाहिँ पानी पनि नजिक भएको होइन मान्छेहरू पनि त्यति आवतजात नभएको हुनाले यहाँ बढी बाँदरहरू बस्ने भएकोले यसलाई चाहिँ बाँदरमा यहाँ प्राय गरी चाहिँ यसको चाहिँ वातावरण चाहिँ ठ्याक्कै तिनीहरू चाहिँ प्राय गरी नै बस्छ अनि सेतो बाँदर रातो बाँदर प्राय गरी यीहरूमा चाहिँ बस्छ नामै बाँदर राख्नु भएको छ बाँदर मार्ग यो मार्ग चाहिँ उनीहरू नै चाहिँ बढी हिँड्ने भएकोले यसबाट बाँदर बढी हिँड्ने हो तपाईँ दाउनुहोस् त यो साइकल बन्छ सब खिच्नु न मान्छेले खिच्नु न बन्चरलाई फोकस गर्नु तपाईँ किन बन्चर लिएर हिँडेको जङ्गलमा सुकेको दाउरा सोध्नु भएको छ समितिको मान्छेसित हो र निःशुल्क लिने हो पैसा लिएछ समूहले कि त्यतिकै दिएछ अलिअलि अनि समूहले तपाईँलाई मात्रै किन दियो त अरू पनि उपभोक्ता छन् त तपाईँले मात्रै किन दियो सबैले दिएछ कसरी दिएछ कुहिएको कस्तो के रेटमा दिएछ कसरी दिएछ कि घरधुरीले आफै जति सङ्कलन गर्यो त्यति लिएर जाने त्यो हिसाबले दिएछ कसरी दिएछ एउटा गाछीको कुहिएको सडेको 15 रुपियाँ हिसाबले दिएछ गाछीकै त्यसमा जति आओस् हजुर कति 1500 होइन 15 रुपियाँ गोटा 15 रुपियाँ गोटा एउटा रुख हजुर एउटा रुख हजुर एउटा तपाईँको प्लट छ भित्र छ के गर्नुभएको छ प्लट भन्नु नि प्लटमा यस्तै घाँस अमृतसरहरू लगाउने यस्तै जोडले भन्नु न यस्तै घाँसहरू अमृतसर लगाउने ज्ञान घाँस आफूलाई गाई बस्तुको लागि खुवाउनुको लागि केही फाइदा भएको छ केही फाइदा छ नि के फाइदा छ त अब धेरै टाढो घाँस काट्नु जानु परेन यी नजिकै भयो टाढो कहीँ पनि खोज्नु जाँदैन यी एकछिनमै भारी यो लगिने अनि के अरे के पाल्नु भएको छ त एक हल गोरु छ
यस्तै बाख्राहरू छ अनि यो घाँस खुवाउँदाखेरि अनि भैँसीको त गाईको अथवा भैँसीको दुध चाहिँ बढ्छ कि बढ्दैन अहिलेसम्म हामीले त गाईहरू पालेको त छैन है गोरुहरू छ बाख्रा छ भर्खर उत्पादन भएको अनि यो घाँसबाट चाहिँ बढी दुध दिँदो रहेछ भन्ने कुरा तपाईँले महसुस गर्नु भएको छ कि छैन अहिलेसम्म मलाई थाहा छैन पाल्नेहरूलाई थाहा होला पाल्नेहरूसँग सोध्नु भएको छैन कि अब जङ्गली घाँस खुवाउँदा र यो विकासे घाँस खुवाउँदाखेरि कतिको दुधमा चाहिँ फरक पर्दो रहेछ दुधमा यो सुकेरी गाईलाई चाहिँ यो ज्ञान घाँस खुवाउनु हुँदछ अलिक पछि खुवाउँदाखेरि फाइदा हुँदछ त्यो कुरा महसुस गर्नु भएको मैले यसलाई पढाएको तपाईँलाई हाम्रो इलाका वन कार्यालयले यो भनौँ यो पुलक विभाजन अथवा यो सामुदायिक वन सम्बन्धी केही सहयोग गराएको छ कि छैन वनको चाहिँ थुप्रो सहयोगहरू छ यसमा चाहिँ तपाईँलाई चाहिँ अब चाहिँ प्राविधिक सहयोगहरू यहाँ चाहिँ चाउरैकै सवालमा होइन यो बढाउने बोट बिरुवाको सवालमा थुप्रै सहयोगहरू गरेका छ जस्तै मसलाका गाछी जति देख्नुहुन्छ त्यो सबै वनले बकाइनहरू यो बर्डरहरू पनि चाहिँ हाम्रो चाहिँ राजेन्द्र सरले नै स्पेसल बनाएर नै दिनुभएको छ अनि प्राविधिक सहयोग चाहिँ प्राविधिक सहयोग पनि अब पुरै छ हामीले चाहिँ अब तपाईँलाई हरेक कुरामा प्राविधिक सहयोग ल्याएको थियो बाटो खन्ने सवालमा भए बिरुवा रोप्ने सवालहरूमा भए होइन बाँस रोप्ने हरेक ठाउँमा हामीले कमलाहरूकै सिजन छ के गर्नुपर्छ भाइ यो के हो यो कहीँ हो कहीँ हो तेजपत्ता कहाँबाट तपाईँले ल्याउनु भएको यो तेजपत्ता तपाईँलाई त पाल्पाको तेजपत्ता हो पाल्पाबाट लिएको हो यो इलाकामा योभन्दा राम्रो तेजपत्ता छैन यो राम्रो जाति तेजपत्ता यो कति वर्षको बोट भयो यो चाहिँ तपाईँलाई चाहिँ अहिले चाहिँ 2.5 वर्ष वर्षको भयो कत्रो बिरुवा थियो पहिला एकदम सानो बिरुवा थियो तपाईँलाई 3 त 4 पत्ता मात्र थियो पोलिथिनमा ल्याउनु पोलिथिनमा ल्याएर पैसा कति पर ल्याएको थियो एउटाको 20 रुपियाँ तिरेको 20 रुपियाँ गोटा 20 रुपियाँको कतिवटा ल्याउनु कतिवटा ल्याउनु भएको थियो 10वटा ल्याएको थियो यसपालि चाहिँ वरिपरि नै ल्याउने 10वटामा 10वटा चाहिँ बाँचेको छ कि कोही मरा पनि छ यो 10वटामा चाहिँ तपाईँलाई 9वटा एउटा चाहिँ तपाईँलाई अर्को उपभोक्ताले बोक्रा हान्दिएपछि तपाईँलाई चाहिँ घाउ हुन्छ कि घाउ भइसक्यो बोक्रा पुरै हेर्नु न बोक्रा गएको छ यो बिचमा अनि यसलाई चाहिँ गोबरहरू लाएर यसलाई गोबर प्लास्टिकले चाहिँ यसलाई बाँधिदियो अब यो मर्ने सम्भावना पनि यसको चाहिँ अनि यस्तो चाहिँ भनौँ बोक्रा गएपछि अथवा घाउ चोट लागेपछि यसरी चाहिँ गोबर माटो अथवा प्लास्टिकले बाँध्नुपर्छ भन्ने कुरा तपाईँले कसरी मलाई चाहिँ तपाईँलाई चाहिँ 5-7-10वटै गाछी यसरी मैले चाहिँ बचाएको छु यो अनुभव कहाँबाट पाउनुभएको मैले 136वटा अमला छ 1 बिघा 1.25 बिघामा यो अमला रोपिएको छ तल अमृतसर बिरुवा चाहिँ कहाँबाट ल्याउनु यो अमला त काठमाडौँदेखि चाहिँ त्यो चाहिँ किनेरै ल्याएको छु गेडा ठुलो अनि त्यो आफैले चाहिँ नर्सरी गरेर अनि फेरि यसलाई चाहिँ कस्तो अमला ठुलो सानो ठुलो मेन्था यो मेन्था जडीबुटी हो जडीबुटी त्यो केमा काम लाग्छ यो चाहिँ तपाईँलाई सन्चो यसलाई मैले जानेको कुरो चाहिँ सन्चो बनेको छ सन्चो 40 यही छ 40 पैसा यो मेन्थै हो यो पनि यो पनि हो मेन्था यसमा र यसमा त फरक फरक छ यो अलि हिमाली जातको रे यो होइन यो चाहिँ पातले फरक यो पुदिना 2 बोट लगाएको छु यताउनु कति दिन भयो यस्तो यो चाहिँ तपाईँलाई चाहिँ भर्खरै लगाएको हो करिब 1 महिना भयो यो बिरुवा लगाएको यो कहाँबाट ल्याउनु यो ल्याइ चाहिँ यो सिमारा 12 सिमाराबाट हाम्रो रेन्सापले त्यहाँबाट प्राविधिक खोला दिनुहोस् यतापट्टि मेरो गरौँ होइन तपाईँले गरेको वन कार्यालय वनले गरेको तपाईँले चाहिँ यहाँ चाहिँ आफ्नो समूहको वनमा धेरै जसोको जडीबुटी खेती गर्नुभएछ लगाउनु भएछ अनि यसमा चाहिँ तपाईँको प्राविधिक सहयोग चाहिँ कहाँबाट पाउनुभएको
यो जडीबुटी त खास गरी अहिले हामीले चाहिँ तपाईँलाई चाहिँ नमुनाको रूपमा चाहिँ गरेको छौँ होइन। र यो वनले चाहिँ हामीलाई 1 वर्ष पहिले चाहिँ कुरिलो दिएको छ। अनि त्यही कुरिलो अनि वनले चाहिँ तपाईँलाई हामीले चाहिँ यो जडीबुटी तालिम दियो जिल्ला वन कार्यालयले। अनि त्यो जडीबुटी कार्यक्रमले चाहिँ मलाई चाहिँ के मनमा आयो भने अब जडीबुटी केही गर्नु भनेर चाहिँ त्यो प्रेरणा जाग्यो। र त्यसबाट उतापट्टि आउने गरी दाजुहरू तपाईँले वन कार्यालयबाट के सहयोग गर्नुभएको छ यहाँ बसेर यतापट्टिको आउँछ है अब फोकस गरेर भएको यसमा चाहिँ हामीले बिहानी समूहलाई जिल्ला वन कार्यालयबाट चाहिँ हामीले चाहिँ के छ भने यो जडीबुटी खेती गर्नको लागि चाहिँ के छ भनेदेखि प्राविधिक लगायत चाहिँ के छ भनेदेखि अब प्रेरणाको काम पनि हामीले गरेका छौँ। किनभने अब परम्परागतै के छ भनेदेखि खालि रुखे बिरुवा लगाएर चाहिँ मात्र चाहिँ हुँदैन। यसबाट चाहिँ छिटो छिटो चाहिँ के छ भनेदेखि अब आय आर्जनका कुराहरू भए, गरिबी निवारणका कुरा भए, यस्ता चाहिँ कार्यक्रमबाट चाहिँ छिटो चाहिँ के छ भने आय आर्जन गर्न सकिन्छ भन्ने समूहको मान्छेले परिचालन गरेर उनलाई प्रेरणा जगाएर चाहिँ के छ भनेदेखि यसमा चाहिँ हामीले प्राविधिक लगायतका चाहिँ के छ भनेदेखि सहयोगहरू हामीले के छ जिल्ला वन कार्यालयले प्रदान गरेका छौँ। साथै समय समयमा हामीले आएर चाहिँ यहाँ हाम्रो चाहिँ जिल्ला वन कार्यालय, इलाका वन कार्यालयका कर्मचारीहरू, प्राविधिकज्यूहरू चाहिँ आएर यसमा चाहिँ समूहलाई चाहिँ समय समयमा छलफल गरेर यसमा यस्तो गर्नुपर्छ, यो चाहिँ यस तरिकाले यही उभिनुहोस् न, 1-2टा प्रश्न सोधिदिन्छु। यता यहीसम्म उभिनुहोस् त अध्यक्ष। अनि तपाईँको यो समुदाय वन चाहिँ हस्तान्तरण भएपछि तपाईँहरूको चाहिँ काठ दाउराको चाहिँ समूहमा चाहिँ आपूर्तिको के कस्तो छ व्यवस्था? यो चाहिँ तपाईँलाई चाहिँ खासै भन्ने हो भने यो चाहिँ हैसियत खतम भएको जङ्गल वनले नै यो सिसोहरू रोपेको। यहाँ गरी खास चाहिँ तपाईँलाई चाहिँ उपभोक्तालाई अहिले हाल चाहिँ तपाईँलाई त्यसरी काठ पुग्ने अवस्थामा चाहिँ छैन होइन। काठ त आवश्यकता पनि त्यति उपभोक्ता छैन होइन। काठ त्यति छैन। दाउरा चाहिँ यो अहिले चाहिँ दाउरा चाहिँ आत्मनिर्भर भइसक्यो। के कसरी आत्मनिर्भर? यो चाहिँ तपाईँलाई जङ्गलको चाहिँ हाँगा बिगाहरू भए तपाईँलाई चाहिँ यो पोथ्रा पाथरीहरू, यो बाक्लो गाछीहरूले गर्दा यो चाहिँ तपाईँलाई सुकेकोहरूले नै मात्रै दाउरा पुग्नेवाला छ। आफ्नो समूहको चाहिँ छोटो परिचय दिनुहोस् न सामुदायिक वनको। सुरु गरौँ। सामुदायिक वनको यो हाम्रो सामुदायिक वन चाहिँ 2056 सालदेखि चाहिँ हामीले यो संरक्षण गर्न सुरु गरेको हो। हस्तान्तरण चाहिँ भयो सालमा? हस्तान्तरण चाहिँ भयो 60 सालमा। 60 सालमा चाहिँ हस्तान्तरण भयो। यो चाहिँ हाम्रो चाहिँ तपाईँलाई चाहिँ हस्तान्तरण भएको छ 22 हेक्टर र यहाँ उपभोक्ता चाहिँ 73 घर उपभोक्ता छन्। हाल 73 घर पुगेको छ र यसमा चाहिँ उपभोक्ताहरू अरू थप्ने कुरोहरू हाम्रो छ। र अहिले यो सामुदायिक वनले खास गरी यहाँको गरिबीमा अलिकति चाहिँ न्यूनीकरणतर्फ चाहिँ यसले गरेको छ, उन्मुख भइरहेको छ र त्यसबाट केही उनीहरूले चाहिँ अमृतबाट उनीहरूलाई चाहिँ फाइदा भइरहेको छ। एक घरले 2000-3000 अमृत चाहिँ बेचिरहेको छ। राम्रो अमृतको खेती भएको छ। अब हाल चाहिँ अब जडीबुटीको सवालमा लेबर घाँस सिटोनेला गर्ने कुरो छ। वन कार्यालयको ले चाहिँ सहयोग दिने कुरो छ। त्यो सहयोग पाएपछि निवारणतर्फ नै उन्मुख हुन्छ जस्तो मलाई विश्वास लागेको छ। र यो सामुदायिक वन हाल म आफ्नै भनाइले पनि
नेपालकै टप छ भन्ने मेरो कुरो छ र त्यतातिर नभए पनि हामी चाहिँ उन्मुख भइरहेको देखिन्छ यो के हो यो चाहिँ तपाईँलाई चाहिँ खास गरी यो घर चाहिँ होइन। यहाँ चाहिँ आउने उपभोक्ताहरूलाई घाम पानी हुन्छ र यी जति पनि खाँबाहरू तपाईँहरूले देखिरहनु भएको छ यी खाँबाहरू चाहिँ हात्तीहरूले ढाले अनि यसलाई उपयोग गर्नको लागि यो सबै हात्तीले ढालेको जति जम्मा गरेर यहाँ चाहिँ यो एउटा चाहिँ नियममा चाहिँ मिल्दैन तैपनि हामीले चाहिँ यो यहाँको चाहिँ उपभोक्तालाई घाँस काट्न आउँदा पानी बिसाउनको लागि यो त्यसैमा मात्र उपयोग छ, अरू कुनै कुरोमा पनि उपयोग चाहिँ छैन। केही गरेको छैन, यो आफै चाहिँ आएको छ। यो व्यवस्थापन चाहिँ यसलाई यहाँ चाहिँ तपाईँलाई यसको चाहिँ उपयोग भनेको काट्ने गरेको छ, घाँस काट्ने गरेको छ, यसलाई काट्न नदिएको हो। यसको घाँस पनि खान्छ क्या? एकदम राम्रो घाँस हो। यसको खास चाहिँ उपयोग के हो? यसको खासै उपयोग चाहिँ तपाईँलाई चाहिँ अहिले अब त जडीबुटीमै चाहिँ यो चाहिँ व्यवस्थापन गरिराखिएको छ। यो चाहिँ अहिले चाहिँ तपाईँलाई चाहिँ जडीबुटीकै लागि चाहिँ कारणले यसलाई चाहिँ व्यवस्थापन गरिएको छ। यो हरेक ठाउँमा व्यवस्थापन स्थानीय बजारमा स्थानीय यो चाहिँ बिक्री गरेर वापस समूहमा केही दिन्छ कि यो छैन। अहिले तपाईँलाई उनीहरूले आफ्नो व्यवस्थापन आफ्नो प्लट व्यवस्थापन गरेर आफै चाहिँ बाहिर कहाँ भर्खर आउँदैछौँ। यहाँ अरू त आउँछ यो म्याकाडेमिया नट भन्ने प्रमाण बनाउने क्या हो? प्रमाण भन्दा पनि अब हामी सँगै हिँडेछौँ भने के भयो यी वर्ष भन्दा पनि तपाईँ अलि यता नेचुरल भयो यो गाछीलाई यहाँ अरू मान्छेले आउँदाखेरि अनुभव गर्छ नि, सामान्य मान्छेको नेचरको हिसाबले हेर्नुभयो भने चाहिँ तपाईँलाई जस्तो अनुभव भइरहेछ त्यस्तै अनुभव मलाई भइरहेछ। र वास्तवमा चाहिँ त्योभन्दा अलिकति फरक अनुभव के भइरहेछ भने चाहिँ तपाईँको वन भनेको तपाईँको चाहिँ काठ रुख मात्र होइन कि मान्छेले तपाईँको वन भन्ने बित्तिकै जहाँ सालको जङ्गल छ, जहाँ खयरको जङ्गल छ, जहाँ सिसोको जङ्गल छ, मान्छेले त्यो बुझिरहेछ कि जङ्गल भनेको माटो पानी हावा ढुङ्गा रुख बिरुवा लगायतका सबै चिज हो, समष्टिगत रूप हो। यहाँ चाहिँ तपाईँको सामुदायिक वन हस्तान्तरण गर्ने बेलामा चाहिँ दिएको चाहिँ तपाईँको चाहिँ सिसोको जङ्गल हो। मान्छेले परिश्रम गरेर तपाईँको चाहिँ यहाँ तपाईँले हेर्नुभयो भने कहाँबाट ल्याउनु भएको? यो बेत चाहिँ मैले एक ठाउँबाट तपाईँलाई चाहिँ त्यो क्यान खोलाबाट यो 70 रुपियाँ परेको छ। यो बेत सिन्धुलीको क्यान खोला। हाल चाहिँ मैले तपाईँलाई यो 250 बेत रोपिसकेको छु। यो सामुदायिक वनभित्र अहिले देखाउँछु म। यो चाहिँ सोखले ल्याएर चाहिँ रोपेको हो मैले। बेत चाहिँ क्यान खोला बेत मलाई पनि खोजेर ल्याउनु छ। अनि यसपालि मैले चाहिँ त्यो भ्रमणमा जाँदा बेतदेखि उहाँलाई नै गएर भन्नु मैले बेत भेट्नु पैसा ल्याउनु छ भनेपछि उहाँले पैसा दिनुभयो, मैले ल्याएर बेत रोपेँ। राजेन्द्र सर भने त्यो भन्ने भने होइन पुरा जिल्लामा तपाईँको चाहिँ बेतको खेती गरेको तपाईँ मात्रै हो कि पहिलो हो जिल्लाभरिमा? बेतको खेती चाहिँ अब मैले त अब त्यसरी हेरेको छुइनँ, तर पहिलो नै वनले चाहिँ पहिलो खेती भनेर छ। वन कार्यालय तुलसी बनायो, अर्काले पानको पात बनाएर चाहिँ फुल लगायो, अर्काले गोल बनायो। यस्तै गरी यो बिचमा चाहिँ एउटा ठुलो गोल छ। 115वटा अशोक छ। यो तलतिर जाने अशोक 115वटा अशोक छ। गोप्य अशोक यो वरिपरि चाहिँ रोपेको छ। यो 2 वर्षपछि यसले चाहिँ नक्सा दिनेवाला छ। यो भित्र चाहिँ तपाईँलाई चाहिँ अहिलेसम्म चाहिँ तपाईँलाई चाहिँ यो 30-32 जातको चाहिँ बिरुवाहरू छ। अब बिरुवामा तपाईँलाई तेजपत्ता छ होइन, अब रक्तचन्दन छ, रुद्राक्ष छ, विजय साल छ, अर्जुना छ, तपाईँलाई चाहिँ चाँप छ, म्याकाडेमिया नट छ, मौवा छ, पान छ, हरेक छ यो भित्र। यसो पोखरी जाऊँ न यसो छ यसो। यो सबै जरै लगाएर खाइदिने के को भुइँमा एउटा यो के हो? यो यो फुल 3 तले हो अरे। बसेरी के बस्ने कैसे से अमृतसर
सुरु गरेँ कतातिर फर्किनु पना यो कुरो थाहा छैन मलाई होइन। अनि यो चाहिँ मलानिया पोखरी भनेर यसलाई नामाकरण गरिएको छ। मल्यान भनेको चाहिँ यो भोर्लो हो, अहिले त्यो रुखतिर देखिराखेको छ। यहाँ थिएन त्यो भोर्लो होइन। त्यसलाई चाहिँ मैले संरक्षण गरेर चाहिँ त्यसलाई सालमा 2 चोटि गोडेर त्यसलाई चाहिँ अहिले रुख चढाएर पुरै भोर्लो बनाइदिएको छ। र यो तपाईँलाई चाहिँ यो त्यो वास्ता थिएन यो पोखरीको कसैलाई पनि होइन, कसैलाई पनि वास्ता थिएन। यो एकदम चाहिँ बिग्रिएर गइरहेको थियो। यसलाई चाहिँ हामीले चाहिँ सुगर सफाइ गर्ने कामहरू गऱ्यौँ र यसलाई संरक्षण गर्ने कामहरू गऱ्यौँ। संरक्षण गर्दाखेरि यहाँ चाहिँ हामीले संरक्षण गऱ्यौँ। यताका वन विभागले चाहिँ 5 सालको लागि यहाँ ठेक्का लगायो। त्यो ठेकदार चाहिँ अर्काले लियो, त्यो मेरै ठेक्का हो, यो बिहानीकै हो भनेर तपाईँलाई यसलाई संरक्षण गर्ने कामहरू चाहिँ गरियो। र यो व्यवस्थापन राम्रो व्यवस्थापन भइसकेपछि अहिले चाहिँ यो चाहिँ पुरै झारहरूले चाहिँ पुरिसकेको थियो। अहिले चाहिँ हाम्रो उपभोक्ताले पहिले चाहिँ 2-3 दिन पनि पहिले खटे। अब अहिले हाल गएर चाहिँ तपाईँलाई चाहिँ 73 जना उपभोक्ताले 2 दिन खटेर चाहिँ यसलाई चाहिँ सफा र अहिले चाहिँ पोखरी जस्तो बनाएको छ। यो चाहिँ पोखरी छ, यसलाई चाहिँ निर्माण गर्नु नै पर्छ। हामीले यसको चाहिँ निर्माणको लागि चाहिँ 3 लाख 3.5 लाख रुपियाँ भयो भने यहाँ चाहिँ हाम्रो चाहिँ कहिल्यै पानी नसुक्ने हुन्छ। अहिले पनि पानी त हामीले सुकाएको हो। यो सुकाएको चाहिँ यसलाई चाहिँ केही माटोहरू हटाएर यसलाई चाहिँ यो माटोहरू चाहिँ बाहिर ल्याउने र अलिक गहिरो पार्ने धारणाले यो पानी सुकाएको हो। अनि यो कति बिघा जति छ यो क्षेत्रफल यसको, यो पोखरी? यसको चाहिँ तपाईँलाई चाहिँ यो पानीको भाग चाहिँ 2 बिघा 3 कट्ठा जति यो पानीको सतह छ। र यो सम्पूर्ण चाहिँ यसको डिल यसले ढाकेको एरिया चाहिँ 7 बिघा। यसले अच्छा 7 बिघा जम्मा मध्ये 2 बिघा पानी चाहिँ रहने 2 बिघामा। अब हामीले चाहिँ अब गर्दाखेरि हाम्रो कार्यक्रम अनुसार बनाउँदा कति बिघामा पानी अट्ने हामी यो बनाउँछौँ? अब हामी यसलाई चाहिँ त्यही 2 बिघालाई नै पानी अट्ने चाहिँ बनाउँछौँ होइन। यो चाहिँ अब हामीले चाहिँ आफ्नो अहिले चाहिँ त्यसरी आफ्नो आर्थिक स्थिति यो सामुदायिक वनको छैन। कहीँबाट त्यस्तो भयो र हाम्रो उपभोक्ताले कहाँसम्म गर्न सक्छ होइन। त्यसरी अगाडि बढ्ने कुरो चाहिँ छ। यसमा चाहिँ हाम्रो चाहिँ प्लान छ। यहाँभित्र चाहिँ मन्दिर बनाउने कुरोहरू छ होइन। एउटा चाहिँ तपाईँलाई चाहिँ ढुङ्गा राखेर यसो चाहिँ यहाँ चाहिँ बाहिरको मान्छेहरू पर्यटनहरू नै आओस् भन्ने कुरो गरेको छौँ। हाल यो चाहिँ यहाँ एउटा चाहिँ घर बनाउन लागेको छ। एउटा यसलाई घर त होइन, एउटा चाहिँ पर्यटन बस्ने एउटा प्रतीक्षालय चाहिँ निर्माण गर्न लागेका छौँ। र यसमा कहिलेसम्म पुरा गरिसक्ने योजना? अब यसको योजना चाहिँ हाम्रो खासै अहिले सुरु हो हाम्रो। र अर्को सालदेखि अलिकति तीव्रताको साथ यसलाई चाहिँ तपाईँलाई चाहिँ श्रमले अहिले जति पनि यो चाहिँ तपाईँलाई चाहिँ विकास भएको छ यो सामुदायिक वन यो उपभोक्ताकै यो मिहिनेत श्रमले मात्रै भएको छ। यो पैसा यो त्यसो यो प्राकृतिक पोखरी हो। प्राकृतिक चाहिँ हुन यसलाई चाहिँ अब अहिले चाहिँ प्राकृतिक भन्नै पर्ला। तर यो प्राकृतिक चाहिँ होइन, कुनै जमानामा बनिएको पोखरी। त्यही हो अहिले हेर्दाखेरि प्राकृतिकै जस्तो। अनि यो पोखरीको चारैतिर डिलमा चाहिँ सुकेको रुख किन राख्नुभएको? यो सुकेको रुख चाहिँ के छ भन्नु होला, यहाँ चाहिँ चरा आउँदाखेरि प्राय गरी चाहिँ यो चाहिँ रुखमा बस्ने। अनिखेर यो रुखमा बस्ने सुकेको रुख उनीहरूले चाहने। र यो 3 वर्षदेखि एक थरी चरा आउँछन्। यहाँ कहाँबाट आउँछन् योभन्दा पहिले यहाँ आउँदैन थियो। बहुत हल्ला गर्ने गफ गर्ने गर्छन् ती चरा बिचमा है। अनि ऊ चरा प्राय गरी यो रुखमा सुकेको रुखमा बस्ने हुनाले यो सुकेको रुख चाहिँ यो अगाडिको सुकेको रुख छ। त्यो सुकेको रुख चाहिँ तपाईँलाई अहिले हामीले यो 56 सालदेखि लिँदाखेरि त्यो सुकेको त्यो अहिलेसम्म त्यो हामीले काटेन, त्यसै राखेका छौँ। यो पनि गइसकेको छ। त्यही पनि हामीले यो अडुन्जेलसम्म यो चराकै लागि हामीले चाहिँ यो सुकेको रुख वरिपरि आफूले गोबरको गुइठा बालेर पनि यो चाहिँ राखेको। अनि यो पोखरीको जुन अहिले जुन काम गराउन लाग्नुभएछ नि, जस्तै यो पोखरीको चारैतिर चाहिँ यो झारपात चाहिँ सफा गराउनु भयो। त्यसमा भन्नुभयो 2 दिन हाम्रो घरधुरी 73 जनाले चाहिँ काम गर्यो। अनि यो काम चाहिँ के छ भने प्रतीक्षालयको लागि पनि गर्नुभएछ, बाटो पनि अलिकता सफा गर्नुभएछ। यसको लागि तपाईँ जनसमुदायमा गराउनु भएको उपभोक्ताहरूबाट कि पैसा तिरेर कि के कसो गर्नुभएछ? भने
यो झार मात्रै हटाउन पनि हामीलाई चाहिँ 14,000 जति लाग्छ ट्र्याक्टरले। ट्र्याक्टरवाला आइकन भने यो झार मात्रै हटाउन 14,000 लाग्छ भने के झार थियो त्यस्तो? यो पिरपिरे झार पुरै चाहिँ चन्नै थियो। त्यो झार अहिले कहाँ गयो त? अहिले सबै उपभोक्ताले हटाएर त्यसलाई चाहिँ सुकाएर सब। अब त यो त तपाईँलाई 5% पनि 1% हो यो अहिले देखियो। त्यसो भए त्यो त बिचमा राखिदिएर आगो लगाइदियो भए पनि यो सबै आगो लाग्छ। हेर्नु आगो उम्केर त त्यता त्यसरी आगो लाउनु भएन। होइन यतातिर बिचमा ल्याएर आगो लगाउनु पर्थ्यो। त्यो त तपाईँलाई यो ढिगमा चाहिँ तपाईँले एउटा खुल्ला यो युरिया भन्दा राम्रो हुन्छ यो माटो। दिल्लीको छौको घाँस हाम्रो त नपाइ सरी ठिकदार हम जेतले 35 रुपैयाँ खर्च बनाए 35,000 रुपैयाँ वो दिल बने अपने दिल बनाने नहीं दिल बनाने 3 गो दिन बने यो हजुरलाई ठिकदार हम नाउ हमर काम करे बात है नाउ हमर पुरै अहिले भर्नु बनाएको धेरै त्यो यो थलथल हो भने हामी मान्छे भासिन्छौँ नि। छैन कहाँ छ यो त थलथल हुने माटै होइन। करण सर राकेश जी दोनों मिल के दिनेश जी हमारा पोखरी ठिका लगा दिल के तुम जोत ये गांव में पूरा घूमले कहीं ठिकादार न भेटे। ते समय में हमरा जाके ठिका दिल के में हम प्रश्न कैली प्रश्न के फल पैली। अभी पोखरी जे हो भगवान के दास तेरा पोखरी हम अपना ये कई साल में है से 5 साल का ठिका हमारा ले 5 साल का ठिका हमारा ले आई 6ठम साल भे गले ई 60 61 है कि कते कैसे हो 61 इहो ठिका हमरे भेले। यही ठिका में मछली रापिटी भेले मवनी त न भेले किछो दिन सब रहले जब ये कहते हमर ठिका बस सब उनके लग एक दिनेश के गोली चलाए पर पूरे आटा ढकले रहले मलेरिया समुदाय मछली लूटे लगी। दिनेश साले साइकिल पर जब ये साइकिल पर एकदम कहते बीती के सब फरा लेकिन यही साल में ना मान दूसरा पूरा हम कथी कहू इतने जाने वो 5-6 साल तक चलाई दियो। अब कसको हुन्छ भगवान जाने प्रश्न में मेरो लागेको अच्छा इनमें से जब माइट निकालते तो के पानी अपने निकलते कि न अभी ना निकलते सर। ये मछली कभी देते हमें नहीं ये मशीनों माटी मछली खर्चा बढ़ रहा है बहुत खाद पानी तो देश के थियो भनेदेखि कि अहिले हाम्रो चाहिँ विभिन्न किसिमको चाहिँ के छ भनेदेखि चरा चुरुङ्गीहरू चाहिँ के छ भनेदेखि पानीमा आएर चाहिँ के छ भनेदेखि क्रीडा गर्ने खेल्ने इत्यादि हराउँदै गइरहेको र त्यो हराउँदै गइरहेको लोप हुँदै गइरहेको चरा चुरुङ्गीहरू चाहिँ के छ भनेदेखि पानीमा चाहिँ खेल्ने चरा चुरुङ्गीहरूलाई कसरी चाहिँ संरक्षण गर्न सकिन्छ र साथसाथै चाहिँ के छ भने यो पोखरीलाई जीर्णोद्धार गर्यो भने यसमा चाहिँ अलिकता लगानी लगाएर चाहिँ के छ केही गर्यो भनेदेखि जैविक विविधताको पक्षमा चाहिँ केही कामको साथै समूहलाई केही चाहिँ आय स्रोत पनि हुने आय आम्दानी चाहिँ पनि वृद्धि हुने हिसाबले चाहिँ यो पोखरीलाई चाहिँ जिल्ला वन कार्यालयको प्रेरणामै यो समूहले चाहिँ के छ भनेदेखि यो काम गरेको र साथै यो खास गरिकन हामीले चाहिँ के छ भनेदेखि निम्न स्रोतमा चाहिँ हामीले चाहिँ भएको चाहिँ के छ भने सीमित स्रोत साधन भएको हुनाले जैविक विविधताकै दिन पारेर चाहिँ के छ भनेदेखि यो पोखरीको संरक्षण होस् त्यसको जीर्णोद्धार होस् र ताकि चाहिँ भोलि गएर चाहिँ के छ भनेदेखि मान्छेले जैविक विविधताको सम्बन्धमा पनि केही प्रेरणा जागोस् र जैविक विविधता के हो र सँगसँगै हामीले चाहिँ यो पोखरीको चाहिँ रमणीय स्थलको रूपमा पनि पर्यटनहरू आओस् जसले समूहको आय आर्जनमा पनि वृद्धि हुन्छ। यहाँबाट चाहिँ हामीले चाहिँ के छ माछा पालन गरेर त्यसबाट समूहको चाहिँ वृद्धि हुन्छ। सँगसँगै चाहिँ के छ भने जैविक विविधताको पक्षमा पनि चाहिँ सहयोग पुग्छ योगदान पुग्नेछ हिसाबले जिल्ला वन कार्यालयले समूहलाई चाहिँ के छ भने सञ्चालन गरेर यो जैविक विविधताको दिवसलाई चाहिँ के छोपेर मौका छोपेर यो कार्यक्रम चाहिँ सञ्चालन गरेको हो। उम्रिन्छ यो जराबाट आगो लगाउनु भयो भने अलिकता चाहिँ त्यो हुन्छ कि घाँस पलाउँछ कि फेरि होइन घाँस पलाउँछ कि पछि गएर आगो लगायो भने त्यो पनि हुनसक्छ त्यसैले नगर्ने एकर बिउ झरिसक्यो उम्रिन्छ नयाँ जरायो भने उम्रिन्छ यो एकचोटिमा सबै पुरा सफा गराएको तर
सफा साल 2-4 गो 10 गो जन राखेर सफा गर्छौँ। तर यसपालि मछली लुट्यो त सफा गरेन, त्यही पर्यटक छ। चाहे राफू चाहे हेरा त्यसले पनि यो छोयो भने माछामा कमी आउन हुन्छ है। तर यो एउटा चाहिँ देखिराख्नु भएको छ, यो चाहिँ पानीले ढाकिएको चाहिँ क्षेत्र हो। यस क्षेत्रमा चाहिँ तपाईँको चाहिँ यस क्षेत्रमा मात्र पाइने वन्यजन्तुहरूले पानी खाने ठाउँ पनि यो यो मृगहरूले, त्यसपछि यहाँ आउने अरू स्याल खरायो सबैले चाहिँ पानी खाने स्थानको रूपमा चाहिँ एउटा पानी मुहानको वन्यजन्तुको पानी मुहानको रूपमा चाहिँ यो पोखरी रहेको थियो होइन। त्यसपछि आएर चाहिँ यसमा चराचुरुङ्गीहरू अहिले पनि तपाईँले चाहिँ पानी सुक्दाको अवस्थामा पनि चराचुरुङ्गी देखिराख्नु भएको छ भने पानी हुँदाखेरि पनि यहाँ विभिन्न किसिमको स्थानीय चराचुरुङ्गीहरूदेखि लिएर चाहिँ विभिन्न हाम्रो नेपालमा नपाइने बाहिरबाट पनि तपाईँको चाहिँ उडेर बसाइसराई गरेर आउने चराहरूको पनि एउटा वासस्थान यो पोखरी हो। यो पोखरीलाई हामीले चाहिँ समूहले, वन कार्यालयले तथा अरू कुनै सङ्घ संस्थाले पनि सहयोग गरेर चाहिँ यो पोखरीको जीर्णोद्धार गर्नु किन पर्दछ भने चाहिँ यो पोखरी मात्र नभएर विभिन्न वन्यजन्तुहरूको लागि चाहिने एउटा अमूल्य वासस्थान हो। विभिन्न किसिमका चराचुरुङ्गीहरू यसमा बस्छन्, वन्यजन्तुहरूले पानी खान्छ र यहाँ यो पोखरीमा चाहिँ माछा पालन गरेर यहाँका मानिसहरूले आय आर्जन समेत गरेका छन् र भोलि कालान्तरमा गएर चाहिँ यो हामीले व्यवस्थापन गर्न सक्यौँ भने यो एउटा यस भेगमा सर्लाहीको त्यो न्यारो त्यो नवलपुर र मलङ्गा जाने हाइवेदेखि पश्चिमपट्टिका सम्पूर्ण क्षेत्रहरूले चाहिँ एउटा चाहिँ तनाव मेट्न एउटा आनन्द लिने चाहिँ स्थलको रूपमा चाहिँ यो पोखरीको चाहिँ हुनसक्छ, के अरे प्रयोग हुन सक्ने भएको हुनाले पोखरीलाई जुनसुकै अवस्थामा पनि हामीले जीर्णोद्धार गर्नुपर्ने भएको छ। त्यसको निम्ति हामीले थोरै सहयोग गर्दाखेरि पनि धेरै काम गर्ने स्थानीय सामुदायिक वनोपभोक्ता समूह हामीसित छ। ती सबैको सहयोगमा लिएर आएर चाहिँ यो पोखरीलाई जिल्ला वन कार्यालयले तराई तथा शिवालिकको लागि जैविक विविधता क्षेत्र कार्यक्रम 22-20 मिलेर कालान्तरमा अहिले त हामीले सुरुको अवस्थामा जैविक विविधता मनाउने सिलसिलामा चाहिँ एउटा जनचेतना होस् भनेर सामान्य किसिमको काम मात्रै हामीले यहाँ सुरु गरेका छौँ र यो अहिलेको कामको प्रगति हेर्दाखेरि आगामी वर्ष पनि यस पोखरीलाई चाहिँ मा लगानी गर्ने जिल्ला वन कार्यालयले 22-20 सोचेको छ र यसमा चाहिँ त्यो लगानीको सिलसिलामा चाहिँ 2टा ढोका पानी बाहिर निकास भएर जाने 2टा ढोका त्यहाँ हामीले बनाएको अवस्थामा चाहिँ यहाँ पानी सदा रहिरहेको छ र यसको यो पोखरीको डिलमा भएको चाहिँ प्राकृतिक वनस्पतिलाई नहटाई एउटा पर्यटनको रूपमा लैजाने हाम्रो चाहिँ उद्देश्य छ। त्यसमा जिल्ला वन कार्यालयले र यो 22-20 संस्थाले चाहिँ सदा सहयोग गर्नेछ र यो पोखरीलाई एउटा नमुना पोखरीको रूपमा चाहिँ परिणत गर्नेछ भनेर म भन्न चाहन्छु। रङ रूप कालो रहै छै। अच्छा, कालो रहै छै एकदम 100-150 के ग्रुप हो। अच्छा, 150-200 ग्रुप हो। वो चरा विदेशी चरा मतलब अब नगा देश में कथी मालूम नहीं, लेकिन नागालैंड में लेकिन यहाँ कथी कराप वो चरा देख ली। 92 बागमती में रहे वाला सेहो देख ली। सिली पाइन में रहे ओरा कही सिली नेपाली मधेसिया अथी पानी हाँस तेरा बाद में लाल सर ये सब चिड़ै में बहुत अंतरी कम से कम बहुत यो बस्तीहरूको पछि आएर यो खाली भएकोले हामीले चाहिँ कुनै बिरुवाहरू रोपेको हो। यो जामुनहरू, यो बाँझीहरू आफै आएको, त्यो आँपहरू चाहिँ रोपेको, यो पकाइनहरू आफै आएको, अम्बा आफै आयो, यो सालहरू आफै आयो, यो ग्रिन सिमलहरू भयो, यिनीहरू चाहिँ रोप्यो। कहाँ छ ग्रिन सिमल? यसो पात किन त्यति खाएको छ किराले लगाएर यहाँ त्यसलाई पनि कुन किरा होला? फसिङा होला किरा सोध्नु कि भन सुरु गर। यहाँ बढी चाहिँ हरिणहरू आउजाउ गर्छ।
अनि यहाँ चाहिँ तपाईँलाई चाहिँ नजिक यो मकैहरू अन्य चाहिँ त्यो चना भए मटरहरू भए होइन मुसुरीहरू भएको कारणले पनि त्यो बाली खान पनि यो बढी यो चाहिँ हरिण आउने ठाउँ भएकोले त्यो हरिण मार्ग पर्दैन तलको यो हामी वन यो भनौँ बिहानी सामुदायिक वन हो यसमा हामी चाहिँ कसरी बोल्नु न यसमा हामी यसमा चाहिँ राय सल्लाह लिएर महिना दिनमा उहाँले उसमा बस्छौँ बैठक बस्छौँ उहाँको अध्यक्षको नाताबाट उहाँको सही राय सल्लाहबाट बुझेर हामी काम गर्छौँ। तपाईँको नाम के भयो? मेरो नाम कुलप्रसाद रेग्मी हो। तपाईँ यो बिहानी समुदाय वनको उपभोक्ता हो? जोडले बोल्नु न। हामी यो बिहानी समुदायको चाहिँ म एउटा साधारण सदस्य हो। त्यसको नाताबाट राय सल्लाह सुझावबाट हामी काम गर्छौँ। महिना दिनमा चाहिँ हामी बैठकमा बस्छौँ, काम गर्छौँ। हिसाब किताब पनि हामी सोध्छौँ। उहाँहरूले तरिकासँग बताएकै हुन्छ, चित्तै बुझ्छ। हामीले त्यही अनुसारले हामीले काम गरिरहेको यही में करे बाद कार्यक्रम खत्म हर इलाका में इलाका में ऑफिस मध्य उत्तरी मार्ग हजुर म त्यहाँ पुगेर आउँछु। साइकल लिएर आएको छ मैले साइकल लिएर जानु निकाल्यो भन्दै थियो म आउँदा तयार लिएर खाली वाला नदी है। पूरा आते नहीं
सब मसाले ऊ फरकमा यी मसला आधा तले मसला है आधा सिमर है विकास है सिमर कहिले हो कति बेला सब कमाएको अपन काटेको त्यहाँ हाट्नुहरू नम्बर रोकेको बुझ्नु आग लगाएको कुराहरू मूर्तियामा चाहिँ करिब अफिसमा 7-8 जनाको दरबन्दी छ अफिस दुकानमा पर्ने गरेको छ अनि बोट बिरुवालाई पनि क्षति पुर्याउने गरेको छ यता हामीले पटक पटक सिँचाइ कार्यालयलाई पानी यसरी जथाभावी नखोजिनु भनेर अनुरोध गरेका छौँ यो हाम्रो समस्या छ कार्यालयको कम्पाउन्डभित्र रहेको लकडीहरू पनि अब समयमा निदान दिन भएपछि छोरी गली जाने सम्भावना रहेको छ र धेरै जस्तो लकडीहरू छोडेर पनि काममा लाग्ने अवस्था भएको छ र फर्निचरको हकमा हाम्रो अफिसमा कुर्सीहरूको अभाव छ कतिलो कुर्सी छैन टेबल छैन यी चाहिँ खास गरेर समस्या छ यो हाम्रो खास अहिलेको समस्या राखी तपाईँले सुरु छ त्यहाँ पहिले सुरु छ तपाईँले यो माने कुरिलोको बिरुवा कहाँबाट ल्याउनु भएको कसको यसमा के कति अनुदान सहयोग छ कुन सङ्घ संस्था एनजिओबाट त्यो कुरा तपाईँले त्यति प्रष्ट पारिदिनु र कतिजना यसमा समूह संलग्न छ कति परिवार यसबाट लाभान्वित छन् र कहिले तपाईँले यो कुरिलोको बिरुवा रोप्नु भएको हो कति बिरुवा रोप्नु भएको र कहाँबाट बिरुवा ल्याउनु भएको हो यी कुराहरूको बारेमा चाहिँ प्रष्ट रूपमा भनिदिनु यो हाम्रो चाहिँ यो जडीबुटी बिडामा
एक त जडीबुटी समूह भनेर यो एउटा त समूह बनाइएको छ। यो समूहले चाहिँ तपाईँलाई यो जमिन सागरनाथसित प्रति हेक्टर सालको चाहिँ 250 चाहिँ निज भनौँ या भाडा तिरेर लिएको छ। 500 रुपियाँ प्रति हेक्टर चाहिँ डिपोजिट राखिएको छ। र यो कुरिलो कार्यक्रम चाहिँ हामीलाई चाहिँ जिल्ला वन कार्यालयले चाहिँ गराइदिएको छ। हामीलाई चाहिँ 2232 हेक्टोडाले चाहिँ यसलाई 50 पैसा हामीलाई चाहिँ वन कार्यालयले सहयोग गरेको छ प्रति गोटा होइन। 1 कट्ठामा चाहिँ यहाँ चाहिँ 1200 1000 देखि 1200 बिरुवा रोपिएको छ। अलिक गाछी भएको ठाउँमा 1000, गाछी नभएको ठाउँमा 1200 बिरुवा गएको छ। एक प्रति बिरुवाको 5 रुपियाँले डाबरले हामीलाई दिएको छ र 50 पैसा उपभोक्ताले 50 पैसा वन विभागले गर्दै 1 रुपियाँ हामीले डाबर नेपाललाई भुक्तानी गरेका छौँ र 4 रुपियाँ बाँकी छ। उसले 4 रुपियाँ बाँकी दिएकोमा चाहिँ हामीले पछि चाहिँ 50 पैसा के अरे 85 रुपियाँ किलोले चाहिँ हामीले चाहिँ डाबरलाई यो उत्पादन तयारी माल दिनुपर्ने छ। यसमा हामी चाहिँ 32 जना किसानले रोपेका छौँ। 32 जना किसानले 1 कट्ठादेखि 2 कट्ठा 3 कट्ठा 5 कट्ठासम्म रोपिएको छ। धेरैमा 32 जना छौँ जम्मा यहाँ उपभोक्ताहरू 32 जनाले गरेको छौँ। र यहाँ चाहिँ तपाईँलाई बिहानको 1 जनाको पालो छ 12 बजेसम्म, 12 बजेपछि 2 जनाको पालो छ यो रेखदेख गर्नको लागि। यो एकदम चाहिँ तपाईँलाई चाहिँ चोरी निकासी अलिकति छाडा भएको ठाउँ भएकोले यसलाई चाहिँ निगरानी बढी परेको छ होइन। अहिले बिरुवा चाहिँ गाई बस्तु छाडा अहिले बिरुवाको हकमा चाहिँ डाबरको भनाइ अनुसार पनि हाम्रो तपाईँलाई चाहिँ भनौँ न सबभन्दा टप बिरुवा छ यहाँ। टपमा यो बिरुवा छ। अब अहिलेसम्मको बिरुवामा त त्यति सिकाइत छैन। बिरुवा चाहिँ धेरै चाहिँ हामीले चाहिँ पहिलो खेती भएकोले अलिकति उमार्नमा कमी गरेको छ। उमार्न अलिक कम उम्रेको छ। या बिरुवाको गल्ती हो या हामीले चाहिँ आफ्नै भन्ने सोचेका छौँ। यो बिरुवा ल्याउँदाखेरि कतिपय कोसा मात्रै रहेको थियो होइन, बिरुवा नभएको। पछि त्यो पनि उम्रेको छ होइन। यसमा चाहिँ यो प्लट त सागरनाथ वन विकास परियोजनाको हो। त्यो कुरिलोको बिरुवा खेती गरे बापत सागरनाथ वन विकास परियोजनाले केही त्यसमा शुल्क लिएको छ कि निःशुल्क जग्गा उपलब्ध गराएको छ? होइन, यो चाहिँ हामीले चाहिँ जमिनलाई चाहिँ तपाईँलाई 250 रुपियाँ प्रति हेक्टर सालको त्यो भाडा तिर्नुपर्छ वार्षिक होइन। अनि 500 रुपियाँ धरौटी राखेको छ 3 वर्षको लागि प्रति हेक्टर 500 रुपियाँ धरौटी, प्रति हेक्टर 250 रुपियाँ यो जमिनको भाडा तिर्नुपर्छ। भनेपछि कति हेक्टर तपाईँहरू लिनुभएको छ भाडामा? यसरी हामीले चाहिँ अहिले चाहिँ यो चाहिँ हामीले कुरिलो खेती चाहिँ 7 बिघामा गरेका छौँ। तर हामीले 30 हेक्टर जमिन चाहिँ भाडामा लिएको छ। 30 हेक्टर जमिन भाडामा लिएर अहिले 7 बिघा मात्र चाहिँ कुरिलो खेती गर्नुभयो। भनेपछि तपाईँलाई यो अरू के गर्नुहुन्छ? अरू त यसपालि हामीले चाहिँ करिब चाहिँ 9 बिघा जति चाहिँ हामीले चाहिँ तपाईँलाई अब लेमन ग्रास सिस्टोनेला रोप्दैछौँ। बिस्तारै विस्तार गर्दै लैजाने। यसलाई चाहिँ बिस्तारै गर्दै यसलाई चाहिँ 30 हेक्टरमा हामी चाहिँ जडीबुटी खेती गर्ने चाहिँ तिर चाहिँ लागिरहेको छ। तपाईँको प्लट कुन हो? मकैवाला हो? अलिमा त्यो दुईटा देखिएको नि जाने मकै पर्ने काम चाहिँ गल्ती रहेछ एकदम तपाईँलाई कमी तारा के लुइटेल घर कहाँ पर?
घर मेरो मूर्ति पऱ्यो। कति नम्बर? 3 मा। 3 मा। अनि तपाईँले यो कुरुलो खेती गर्नको लागि कति कट्ठा जमिन पाउनु भएको छ? मैले यस खेती गर्नको लागि 5 कट्ठा पाएको छु। 5 कट्ठा। यसमा कति बिरुवा तपाईँ लगाउनु भएको छ? यस मेरो प्लटमा धेरै बिरुवा परेको हुनाले 5000 बिरुवा राखेको छु। 5000 बिरुवा? हजुर। प्रति कट्ठा 1000। अनि लगाएको बिरुवामध्ये मरेको पनि हो कि सबै? होइन, केही पर्सेन्ट बिरुवाहरू मरेको छ। अरू चाहिँ राम्रै छ? केही राम्रो। जुन हाम्रो कोसा थियो नि, कोसा यहीँबाट डाँडबाट पठाएको त्यो कोसाहरू कोही उम्रिएको छैन, कोही टाल ल्याएको छ पानीले। अनि तपाईँले यो कुरिलो खेती किन गर्नुभयो? कसले भन्यो यो गर्नुलाई? के नेपालीहरू पुरानो परम्परागत कृषिमा आधारित भएको हुनाले अब त्यसबाट केही उन्नति नहुने हिसाबमा देख्दाखेरि डाबर नेपालले यहाँका समूह कृषक दाजुभाइहरूलाई केही ज्ञान दिनुभयो र उन्नत बाली अथवा जडीबुटीतर्फ उन्मुख गराउनको लागि यो खेती गर्न अभिप्रेत गर्नुभयो। यसबाट केही आर्थिक लाभ होला भनेर गर्नु भएको हो कि कस्तो? हामीले लाभ होला भनेर गरेको। त्यो तपाईँलाई पुरा विश्वास छ? विश्वास छ हामीलाई। कति महिना भयो? यो कुन महिनामा रोप्नु भएको? यो मङ्सिरमा रोप्यो। मङ्सिरमा। अनि यो पानीको सिँचाइ कहाँबाट ल्याउनुहुन्छ? पानीको सिँचाइ हामी यो बागमती नहरबाट? शाखा एक जग्गा रहनु है नजदीकै नै दुनु भयो। हजुर, सटिएको दुनु भयो। अनि यसको कसरी तपाईँले ड्युटी गर्नुहुन्छ? पालो परा? हाम्रो ड्युटी एकजना बिहानको र 2 जना बेलुका। बिहान आउने मान्छे कति बजेदेखि कति बजीसम्म बस्छ? बिहान आउँदाखेरि 6 बजेदेखि 12 बजीसम्म र दिउँसोको 12 देखि 6 बजीसम्म। दिनेश दाइ एउटा कुनै होइन उखाल्ने कति फलेको रहेछ त्यो हेरौँ न। पुरी उखाल्ने होइन? अलुवाले काम चाहिँ पत्ता दुनियाँ एउटा फोकस गरेर अलि पर है। माटो झार सबै दिन साल पछि बढ्दै जान्छ यसको। अझै अनि यो उखाल्ने बेला कहिले हो? कति? 3 वर्ष भयो। 3 वर्षमा एकपटक? एकपटक। अनि एउटा झारमा कति चाहिँ किलोसम्म उत्पादन हुन्छ? अब हामीले अन्त हेर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ यो चाहिँ तपाईँलाई चाहिँ 14 किलो 800 ग्रामसम्म मैले देखेको छु एउटा झारबाट? एउटा झारबाट। अब यसमा चाहिँ मैले अन्दाज राखेको छु, अब यो तपाईँलाई चाहिँ बच्चै छ। यो बच्चामा तपाईँलाई चाहिँ अहिले यो आधा किलो फलेको छ होइन, आधा किलोभन्दा बढी होला, अनुमानित आधा किलो भन्नु। आधा किलो फलेको छ। यो 7 महिना भयो होइन। अब यो तपाईँलाई चाहिँ 1 महिनामा यो 1 किलोभन्दा बढी हुनेवाला यसले देखाइदियो होइन। यो सबै हो भनेपछि अन्दाज लाग्छ मलाई 8 किलोभन्दा कमी नहोला मिनिमम। ल हाल्दिनु त। हजुर कुन संस्थामा लाग्यो? इलाकाको रेन्जर त हुनु।